हेलो हेलो साथीहरु, गुड इभिनिङ। आज चाहिँ म धेरै पछि, एक वर्षैपछि म फेरि एकचोटि नेपाली रेस्टुरेन्ट यहाँ आइपरेछ क्या, धरान नेपाली रेस्टुरेन्ट। त्यहाँ खाना खान गइरहेको छु अनि त्यहाँको पनि केही क्लिपहरू लिनेछु, हेर्दै गर्नु होला। धन्यवाद। यो चाहिँ हुराको एक्जिबिसन रोड हो अनि यो बाटो सिधा गएपछि चाहिँ गोसीमल हुँदै मनामा जान्छ, डिप्लोमेटिक हुँदै। अनि यही नै रहेछ पुलिस स्टेसन भने यो बाटो जाने चाहिँ अब धरान रेस्टुरेन्ट जाने हो। कस्तो साँझमा अँध्यारो देखिएको यार, पत्रिका अँध्यारो भइसकेछ कि कालै। ल है, त्यही पुगेपछि म देखाउनेछु तपाईँहरूलाई। धन्यवाद, हेर्दै गर्नु होला। धरान रेस्टुरेन्ट पुग्नै लागिरहेको छु यहाँ मैले, पर छ, हेर्दै गर्नु होला। अहिले अलि साँझको कारणले गर्दाखेरि मधुरो देखिएछ क्या, पुग्नै लाग्छ। म त्यहाँ पुगेपछि देखाउँछु। पहिला चाहिँ रेस्टुरेन्ट ठिकठाक राम्रै चल्दै थियो, अहिले 1 वर्ष भयो, कस्तो छ चल्दैछ मलाई थाहा छैन। हेरौँ अब नजिकै भए पनि के गर्नु, जानु पाइँदैन। एक त दोस्रो कुरा फेरि म यतै जहाँ काम गर्छु त्यतै खाना त्यतै मिल्छ मलाई फ्रीमा, मतलब सबै कुरा उतै मिल्छ। अनि त्यही भएर नजिक भए पनि जानु पाइएको छैन। हेरौँ अब कस्तो रहेछ। कस्तो बोर्ड पनि मधुरो छ हो। धरान नेपाली रेस्टुरेन्टको बोर्ड त्यो देख्न त देखियो, मधुरो। फाइनल्ली धरान रेस्टुरेन्टमा आइसकेको छु। आज चाहिँ नेपाली खाना खाने हो टक्क। अनि मेरो डाइनिङमा चाहिँ पानी आइसकेको छ। अब एकैछिनमा मेरो अर्डर पनि रेडी होला, बहिनीले ल्याइदिन्छ। अनि च्याप्प सुत्ने हो। अनि भोलि मर्निङ ड्युटी छ मेरो, हेर्दै गर्नु होला। ल है, म चाहिँ धरान रेस्टुरेन्टबाट खाना खाएर आएँ। खाना खाएको भिडियो खासै बनाइनँ मैले, किनभने त्यहाँको माहौल अलिकति ठिक थिएन, मतलब अलिकति कोलाहल जस्तो थियो। अनि यता क्याबिनभित्र बसेको कुचुरुक्क साँघुरो ठाउँ लाग्यो क्या। ल त हेर्दै गर्नु होला। साँझको इभिनिङ भाइब्स। अब गएर सुत्ने हो ट्याक्क लाएर। बिहानको मर्निङ ड्युटी छ, 12 घन्टा। यो चाहिँ हुराको एक्जिबिसन रोड भन्छ है यो ठाउँलाई चाहिँ। आज चाहिँ ल सुत्यो है। अब धरान रेस्टुरेन्टमा खाना खाएर आएको, त्यहाँको
लिक अँध्यारो लाग्यो भिडियो सिडियो बनाएन मैले राम्रोसँगले ल त तबसम्म हेरिदिनु भयो यहाँलाई धन्यवाद अब सुतियो भोलि चाहिँ अब मर्निङ ड्युटी जानुपर्ने हुन्छ टाइममै उठ्नु परिहाल्यो टाइममा भन्दाखेरि 5 बजे उठ्छु अनि तातो पानी पिएर डाक्टरले अलि वाकिङ हिँड्नु भनेको छ के गर्नु गार्डनतिर जान्छु अलिअलि जगिङ गरेर आउँछु यताउता गर्दाखेरि 6-7 बज्छ नुहाइधुवाइ गर्दाखेरि ठिक्क टाइम हुन्छ ड्युटी गर्ने टाइम जाने टाइम ल है यस्तै छ मेरो दैनिकी साथीहरू ल है हेरेर यसो अन्तिमसम्म साथ दिनु होला लाइक कमेन्ट गरिदिनु होला मन परेमा शेयर पनि गरिदिनु होला भन्दै बिदा माग्दछु आजलाई गुड नाइट बाइ बाइ